ईबीपी नम्बर के हो, कसरी जेनेरेट गर्ने र अनलाइन मार्फत कसरी शुल्क तिर्न सकिन्छ भन्ने जानकारीको लागि यो भिडियो हेर्नु होला। यदि तपाईको लाइसेन्सको स्ट्याटस फी पेमेन्टमा गएर रोकेको छ भने तपाईले जेनेरेट भाउचर नम्बर भनेर अप्सन देख्न सक्नुहुनेछ। त्यसमा क्लिक गर्नुहोस्। त्यसमा क्लिक गरिसके पछाडि तपाईलाई ईबीपी नम्बर र भाउचर अमाउन्ट भनेर देखाइनेछ र स्क्रोल गर्नुभयो भने पे नाउ भनेर अप्सन देख्न सक्नुहुनेछ। इसेवा, खल्ती, कनेक्ट आइपीएस र नेपाल पेबाट पे गर्न सकिनेछ। एउटा सेलेक्ट गर्नुहोस्। त्यसमा सेलेक्ट गरिसके पछाडि तपाईले आफ्नो युजर नेम र पासवर्ड सोधिनेछ। त्यो इन्टर गरिसकेपछि तपाईको पेमेन्ट प्रोसेस कम्प्लिट हुनेछ। यदि तपाईसँग यी पेमेन्टका मेथड त्यही डिभाइसमा छैनन् भने तपाईले कुनै पनि अनलाइन पेमेन्टमा गएर आईआरडी भनेर सर्च गर्नुहोस्। इनल्यान्ड रेभिन्यू डिपार्टमेन्ट भनेर देख्न सक्नुहुनेछ। त्यसमा क्लिक गर्नुभयो भने ईबीपी नम्बर र अमाउन्ट देख्न सकिनेछ। ईबीपी नम्बर र अमाउन्ट लाइसेन्स पोर्टलबाट पेस्ट गर्नु होला। त्यो पेस्ट गरिसके पछाडि तपाईले ड्राइभिङ लाइसेन्सको पोर्टलमा भेरिफाई पेमेन्ट भनेर अप्सन देख्न सक्नुहुनेछ। यति गर्नुभयो भने तपाईको पेमेन्ट प्रोसेस कम्प्लिट हुनेछ। र यस्तै डिजिटल सर्भिसेसका जानकारीमूलक भिडियोको लागि फलो गर्न भने चाहिँ नबिर्सिनु होला। धन्यवाद।